नमस्कार, यो हो बाख्खर बजार। यहीँबाट जाउँ है तपस्यामा रहनुभएका माताजीलाई भेट गर्न। अब यही सडक मार्गबाट पाटेनागी देउरालीसम्म हामी गाडीमा यात्रा गर्न जानेछौँ। यही चुचुरोको केही मिनट परतिर रहेको छ। यो हो पाटेनागी र यहीँबाट यात्राको क्रम सुरु हुँदैछ। यहाँबाट पैदल यात्रा करिब 1.5 घण्टा दूरी पार गर्नुपर्ने छ। यो हिमालको दृश्य। अहिले हामी अब माताजीको आश्रम स्थल पुग्न आँट्यौँ। यो हो पाँचथर जिल्लामा रहेका विभिन्न गाउँहरूको दृश्य हो। पाँचथर जिल्लातर्फ देखिने रमाइलो दृश्य। यो यिनीहरू माउन्ट एभरेस्ट हो कि क्या हो नि? अझै हामी अब अगाडि बढ्दै जान्छौँ। क्षितिजमा देखिएको हिमालयका दृश्यहरू। कुम्भकर्णै हो। यही स्थान हो जहाँ माताजीले तपस्या गर्नुभएको क्षेत्र, ध्यान गर्नुभएको क्षेत्र, योग साधना गर्नुभएको क्षेत्र हो। यसलाई हामीले परबाट जुम गरेर हामीले क्यामेरामा कैद गरेका छौँ। अब तपस्या स्थल पुग्नुभन्दा अगाडि केही उकालो बाटो रहेको छ। यही उकालो बाटोलाई छिचल्दै हामी पुग्ने प्रयासमा छौँ। तपस्याको आश्रम स्थल। यस आश्रम स्थलमा आइपुग्न लाग्यौँ हामी र यहाँ केही महानुभावहरू अगाडि नै आइपुग्नु भएको छ। उहाँहरू ओहोर दोहोर गरिरहनु भएको छ। यस आश्रम स्थलमा उहाँका शुभचिन्तकहरू, उहाँका भक्तजनहरू केही समय अगाडि नै यहाँ आइसक्नु भएको छ र उहाँलाई दर्शन भेट गर्दै हुनुहुन्छ। हामीलाई थाहा भएअनुसार उहाँको तपस्या, योग, ध्यान र साधना बिहानको समय र बेलुकीको समयमा हुनेछ भने दिउँसोको समयमा चाहिँ उहाँले आफ्ना शुभचिन्तक तथा भक्तजनहरूलाई यसरी दर्शन भेट गर्नुहुनेछ। अहिले देखिरहनु भएको छ एउटा पत्थरको ओडारमा रहेर उहाँले आफ्ना शुभचिन्तकहरूसँग आफ्ना केही सन्देशहरू, आफूमा भएका केही शक्तिहरू र दर्शन भेटको साथमा उहाँले सबैलाई वितरण गरिरहनु भएको छ। यो स्थान इलाम जिल्लाको पाटेनागी देउरालीदेखि करिब 1.5 घण्टाको पैदल यात्रा गरेर यस ठाउँमा आइपुग्न सकिन्छ। पाटेनागीदेखि पूर्व उत्तरतिर पर्ने स्थान हो यो, जुन बिखे भन्ज्याङको नजिकै रहेको छ। यस स्थानको उचाइ हामीले थाहा पाए अनुसार र हामीले जानकारी भए अनुसार 2926 मिटरको उचाइमा रहेको छ। यही गुफा हो जो माताजीले यही बसेर बिहान बेलुका साधना गर्नुहुन्छ। यो एक ढुङ्गाले बनेको, चट्टानले बनेको प्राकृतिक गुफा हो। यसलाई उहाँले उहाँको अन्तर्मन, अन्तर्यामीबाट नै उहाँले खोज्दै खोज्दै देख्दै देख्दै पत्ता लगाएर आउनु भएको
उहाँ आफै हामीलाई बताउनुहुन्छ। उहाँसँगको कुराकानी हामीले अर्को भिडियोमा प्रस्तुत गर्नेछौँ। कृपया अर्को भिडियो उहाँको कुराकानी हेर्न नभुल्नुहोला। अहिले उहाँले आफ्ना शुभचिन्तक तथा भक्तजनहरूलाई आशीर्वाद दिइरहनु भएको छ, दर्शन भेट गरिरहनु भएको छ। यो क्रम उहाँले दिउँसोको समयमा गर्नुहुनेछ। यस आश्रम स्थलको वरपर केही भक्तजनहरू यसरी भेला हुनुभएको छ। उहाँको यस स्थानमा आउनु भएको समय पनि करिब 20 दिन आजको दिनसम्म हामीलाई प्राप्त जानकारी अनुसार 2082 साल मङ्सिर महिनाको 7 वा 8 गतेतिर उहाँ यस स्थानमा आउनु भएको भन्ने रहेको छ। यस सम्बन्धीको विस्तृत कुराकानी हामी उहाँको आफ्नै मुखबाट हामी अन्तर्वार्ता लिनेछौँ र त्यो अन्तर्वार्ता अर्को भिडियोमा प्रस्तुत गर्दैछौँ। कृपया हेर्न नभुल्नुहोला। यहाँ कुनै नजिकमा मानिसहरूको बस्ती छैन, गाउँघर छैन, तर उहाँ एक सुन्दर, शान्त र अनकन्टार क्षेत्रमा पनि आफ्नो अन्तर मनमा भएका कुराहरूलाई उहाँले अन्तर मनमा भएका जो दिव्य गुरुहरूले जे अराउनु भएको छ सोही अनुसार यस स्थानमा उहाँले आएर तपस्या, योग, साधना र ध्यान गर्नु भएको कुरा उहाँको कुराकानीबाट हामीलाई जानकारी प्राप्त भएको छ। आजको यस भिडियोमा हामी केवल यस गन्तव्य स्थलसम्म कसरी आइपुग्ने र यहाँको दृश्य के रहेको छ भन्ने मात्र देखाउन सकेका छौँ। बाँकी उहाँसँगको दोहोरो कुराकानी कृपया अर्को भिडियोमा हेर्न नभुल्नुहोला।